फाइनली गाइस बनमाइलाको तर्फबाट सबैजनालाई नमस्ते। अनि आजको यो मेरो भिडियो चाहिँ लङ भिडियो हुनेछ हैन। मनटारको सबै मनटारको घरहरू मैले देखाउने छु। लङ भिडियो हुन्छ सुरुदेखि अन्तिमसम्म सबैजनाले फलो गरिदिनु होला र फुल वाच भिडियोलाई गर्नु होला भन्ने। अब हामी यहाँबाट स्टार्टिङ गर्न छौँ घर हेर्नुको स्टार्टिङ। अनि यो चाहिँ कर्णे बुढो भनेर सबैले प्राय चिन्छ। अनि उहाँको घरमा हामी आइसकेको छौँ र उहाँहरू चाहिँ परसँगै बसिरहनु भएको रहेछ। अनि उहाँसँग हामी बोल्न सकेनौँ, कुनै दिन बोल्नेछौँ। बाँकी हामी अर्को घर देखाउनेछौँ। मजाले फुल वाच भिडियो गरिदिनु होला भन्ने म पूर्ण आशा छ है हजुरहरूको माझमा भन्ने। अब अर्को तर्फ लागौँ। एउटा मनटारको घर हो होइन। अनि यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। अनि उहाँको श्रीमान चाहिँ माथि भेडाटारमा काम गर्नुहुन्छ। आउनुहोस् तपाईँहरूलाई एउटा घर भयो होइन। आज म मनटारको सबै घर देखाउने छु। सबैजनाले कमेन्टमा पनि भन्नुभएको थियो सबैजनाले एउटा घर देखाउनु भनेर है। उता बाथरुम टोइलेट छ अनि यता किचन अनि यता चाहिँ कोठा भइगयो। बाँकी हामी अर्को घर जानेछौँ। फाइनली गाइस अनि एउटा यो चाहिँ हाम्रो आफ्नै आन्टी अङ्कलको घर हो होइन। यहाँ चाहिँ अहिले हुनुहुन्न, उहाँहरू चाहिँ अहिले सङ्गति जानु भएको रहेछ होइन। त्यही भएर उहाँ चाहिँ भेटिएन। अब ओहो कति राम्रो कुकुरको बच्चा माउ काछ भए टोक्नु आमा ठ्याक्कै गाइस हेर्नु त। ओहो कति राम्रो है। देखिसक्नु भएको छ। यहाँ चाहिँ कोदो सुकाउनु भएको रहेछ। अनि यता टोइलेट बाथरुम भयो। बाँकी यहाँ चाहिँ हुनुहुन्न रहेछ। हामी यहाँबाट पनि लागिसक्यौँ फाइनली गाइस। अनि यहाँ चाहिँ एउटा पुरानो घर छ भत्किरहेको छ। अनि हाम्रो यो यहाँ पनि एउटा घर छ। अनि यो चाहिँ आफ्नै भनौँ न के भयो मौसम के भयो मौसम भएको घर हो। किचन यता रुम छ अनि यता किचन टोइलेट बाथरुम पल्लोपट्टि भयो। अनि फाइनली गाइस हेर्नु त कति राम्रो कति ठाउँ कति सुन्दर ठाउँ छ है। मनटार हाम्रो मनटार हेर्नुहोस् त। फाइनली गाइस यहाँबाट पनि हामी लागिसकेको छौँ। गाइस हामी फेरि यहाँ आफ्नो घरमा आइसकेको छौँ। यहाँ चाहिँ आइस सोल्टी हामी चाहिँ सोल्टी खाइनुपर्छ। यहाँ आइसकेको छु र यहाँ चाहिँ बिल्कुल हुनुहुन्न रहेछ। बाहिर धान सुकाइरहनु भएको रहेछ। यहाँ चाहिँ कोही हुनुहुन्न रहेछ है। हामी यहाँबाट पनि लागिसकेको छौँ। आउनुहोस् सबै म घर देखाउने छु मनटारको। फाइनली गाइस है अहिले यहाँ बन्धुलाल काकाको घरमा आइसकेको छु। बन्धुलाल काकालाई सबैजना यही नमस्ते काका नमस्ते। नमस्ते बसौँ। साँच्चै हुनुहुन्छ? सबैजना यही पो हुनुहुन्न रहेछ। कहाँ देखियो आज? ए यसो त्यत्तिकै घुम्दै कहिले आइयो माथि? तुबदेखि म अस्ति आएको माथिबाट। दिने हो अनि सन्चै हुनुहुन्छ नि? कतिको फाइदा भयो मास्ति त? फाइदा त किन हुनु फाइदा त किन हुनु के को फाइदा हुनु। सबैजना गाइड छैन। यता चाहिँ हाम्रो आफ्नै मान्छे हुनुहुन्छ है। फाइनली गाइस यो चाहिँ हाम्रो बन्धुलाल काकाको घर हो। अनि ओहो कत्रो ठुल्ठुलो सिद्रा हो। म भन्दा ठुल्ठुलो रहेछ। फाइनली गाइस हामी चाहिँ अब यहाँबाट पनि लागिसकेको छु र हाम्रो चेलीहरू दिदीहरू सबै आफन्तै हो हुनुहुन्छ। र फाइनली गाइस हामी चाहिँ यहाँबाट लागिसकेको छु। ल फाइनली गाइस अनि यो चाहिँ स्मृति आमा भन्छ होइन। यहाँको घर हो बाख्राकोट चित्राकोट हुनुहुन्छ यहाँदेखि। ल हामी चाहिँ यता आइसकेको छौँ। अनि उहाँको यस्तो छ होइन। किचनमा फेरि म त सर्टकट छिर्छु गाइस देख्नुहोस्। तपाईँको किचन फेरि किचनतिर होइन केही नराख्नुहोस् खानेकुरा फेरि महिलाले त उडाइदिन्छ है। अनि यतातिर हेर्नुहोस् बस्ने ठाउँ अनि यस्तै छ होइन हाम्रो गाउँठाउँको घरहरू। अनि फाइनली गाइस हामी यहाँबाट पनि फेरि हिँडिसकेको छौँ र अर्को घर देखाउने छु। हामी फेरि अर्को घर यो मित्र माथि आमा भन्छ उहाँको घर हो यो चाहिँ। हामी पल्लो घर देखाउने छौँ है। अनि विशेष नगरिकन
देखाउँदैछु र हाम्रो मनोटारमा यस्तो घरहरू छ है। नमस्ते, के गर्दै हुनेछ? पिरा बन्नु भएको? सन्चै हुनुहुन्छ नि? ल बस्नुहोस् है त त्यसो भए। यो घर चाहिँ हाम्रो पोले दाईको घर हो है। सरी माफ पाऊँ, भुटे काइलाको घर हो। अनि उहाँ चाहिँ अहिले हुनुहुन्न रहेछ। हामी अब अर्को घरतर्फ जानेछौँ अहिले। हामी फेरि अर्को घरमा आइसकेको छौँ। पेन्टे कि चेन्टे भन्नेको उहाँको घर हो होइन। नाम काट्यो भनेर नरिसाइदिनु होला, सरी होइन। अब नाम थाहा नभएपछि भन्नु सकिएन र देख्न सक्नुहुनेछ घरहरू हाम्रो मनोटारतिर यस्तो यस्तो घरहरू छ। बाँकी अर्को घर देखाउनेछौँ। अनि यो चाहिँ हाम्रो खानेपानी भवान हो होइन, मनोटारको खानेपानी भवान। हामी म नजिकबाट देखाउन सकिनँ, सबैजनाले चिन्नुहुन्छ होइन। हाम्रो मनोटार यस्तै ठाउँहरू छ होइन, रमाइलो ठाउँ छ। फाइनली गाइज होइन, हामी चाहिँ अहिले ठ्याक्कै मोटे साइला भनेर सबैले प्राय चिन्नुहुन्छ। अनि उहाँको घरमा हामी उपस्थित भइसकेको छौँ र यहाँ चाहिँ किचन यहाँ बन्द रहेछ आज, यहाँ पनि होइन, सङ्गति गइसक्नु भएछ। अनि यस घरमा हामी आज यस घरसम्म आइपुगेको छौँ र यहाँको उहाँहरू पनि सेवा सङ्गति जानुभएको रहेछ। अनि फाइनली गाइज फेरि अर्को घर देखाउने छौँ। फाइनली गाइज हामी म चाहिँ मौरीको डुर हेरेकै, फेरि गाई चाहिँ अरू के होइन। फाइनली गाइज हामी यहाँ आइसकेको छौँ यो घरमा पनि। उहाँ हुनुहुन्छ हाम्रो दाइ यहाँको, अनि बिरामी हुनुहुन्छ। अलिक यता आएर सोर सुन्दैन होला, माइक छैन हजुर। मैले फाइनली आज चाहिँ मैले मेरो भोइस अलिक टाढाबाट सुनिन्छ होला, किनकि मैले माइक बोकिनँ, माइक बोक्नु भुलेको कारणले गर्दाखेरि। अनि उहाँ चाहिँ हाम्रो यहाँ हुनुहुन्छ। उहाँको घर प्राय चिन्नु पनि हुन्छ होइन। अनि उहाँ चाहिँ उहाँको ओछ्यान स्थान चाहिँ यही हो होइन। अब उठ्नु पनि सक्नुहुन्न, बिरामी मान्छे। कति प्रायले त सायद चिन्नु पनि हुन्छ होइन। उहाँ बिरामी हुनुहुन्छ। अनि उहाँ चाहिँ गम्भीर भन्दा पनि अब हिँड्नु नसक्ने स्थितिमा छ। तपाईँले देख्न सक्नुहुनेछ, अनुहार देखिराख्नुहोस्, चिन्नु सक्नुहुनेछ। फाइनली गाइस हामी अर्को घरतर्फ फेरि जानेछौँ। फाइनली गाइस हामी चाहिँ यो आदि भन्छ उहाँको घरमा, आदि छोरीको घरमा हामी आइसकेको छौँ र खै हुनुहुन्न कि हो दाजु, के गर्दै हुनेछ? सुतिरहनु भएको छ? ल ल, म चाहिँ फेरि भित्रै छिरिहाल्छु चोर जस्तो है गाइस। अनि यता को हुनुहुन्छ? हेलो हेलो सोल्टिनी, के छ? खै आदि सोल्टी कता जानु हो र? फाइनली गाइस यता मेरो सोल्टी नै फेरि यता चाहिँ है। तपाईँहरूले कतिजना चिन्नुहुन्छ चिन्नुहुन्न? के हो आदि सोल्टी? यस्तो आल्छे छ गाइस सोल्टी। सोल्टी बनाउँदा चाहिँ उहाँ है। फाइनली गाइस अब हामी यहाँबाट पनि हिँडिसकेको छौँ र फेरि पनि अर्को घर अब देखाउने छौँ। फाइनली गाइस हामी चाहिँ म चाहिँ यहाँ सुखदान राईज्यूको घरमा, मतलब डिकनज्यूको घरमा आइसकेको छु। उहाँ पनि लगभग अहिले हुनुहुन्न, किनकि सङ्गतितिरै हुनुहुन्छ। डिकनज्यू हो, हामी भित्र छिर्ने छौँ। को रहेछ त हेरौँ। आम्मामा के हो यो? सबैजना यता रहेछ, पुरा गेम खेलिरहेछ। फाइनली हामी चाहिँ अब भान्जाहरू रहेछ। हामी फाइनली यहाँबाट पनि हामी लागिसकेको छौँ। फाइनली गाइस हामी फेरि मलाई रवि दाइको घरमा आइसकेको छौँ। बाजे ससुरा के हो? बाजे ससुरा यता छेउको चाहिँ मेरो बाजे ससुरा है। फाइनली गाइस हामी अब आइसकेको छौँ। यो चाहिँ रवि दाइको घर हो। हामी चाहिँ हिँड्दा फेरि होइन भोक लागेर अब चटपटेको सामान किन्नेछौँ।
नआउने सासी सेवा साँच्चै हुनुहुन्छ ओहो चप्पलको सासी नल्याउनु पर्ने हामी चटपटेको सामान ल्याउनेछौँ फाइनली गाइस हामी अब चटपटेको सामान किन्नेछौँ फाइनली गाइस हामी चाहिँ चटपटेको सामान किनिसकेको छौँ तपाईँहरूले देखिसक्नुभयो 20 रुपैयाँको तिनटा ल्याएको मलाई घाटा पारो नि लेमन पनि दिनुभयो अनि हाम्रो नहुने सासू भनेर बोल्छु धेरै धेरै धन्यवाद तपाईँलाई पनि छिटै छोरी जन्माउनु होला म आउँछु ल्याउनुलाई भन्दै अनि फेरि अर्को भिडियो है फाइनली गाइस हामी चाहिँ मनोटारको निर्मल बाजे भनेर प्रायः चिन्नुहुन्छ होइन अनि उहाँ चाहिँ यस्तै खेती गर्नुहुन्छ अनि उहाँको बिरुवाहरू चाहिँ यस्तो राम्रो छ होइन यो एभोकाडको बिरुवाहरू सुपारीहरू हामी भित्र छिरेर छौँ भ्याभरै कराउने होइन अनि यसरी सबै कलमीहरू गर्नुहुन्छ उहाँहरूले होइन यसरी सबै बिरुवाहरू बेच्नुहुन्छ है चाहेमा सम्पर्क गर्नु होला होइन मनोटारमा आएर सम्पर्क गर्न सक्नुहुनेछ अनि निर्मलकोमा अनि यसरी आएर तपाईँहरूले सुपारी होइन हरेक बार बिरुवाहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ देखिसक्नुभएको छ यहाँ मात्रै होइन अन्तै पनि तल मुनितिर पनि राखेको छ देखिसक्नुभएको छ गाइज होइन हामी चाहिँ फेरि म चाहिँ छेउछेउ बोकिरहेको छ चटपटेको सामान हामी अब तल घरतर्फ झर्नेछौँ यहाँबाट घर झर्नुपर्छ है देख्न सक्नुहुनेछ यस्तो किचन हो उहाँहरूको अनि यतितिर अब कारहरू खोलिरहेको छ सिङ्गुर खोरहरू छ होइन अनि यहाँ चाहिँ मिल छ मिल यहाँ चाहिँ धान कुट्ने मिल हो देख्न सक्नुहुनेछ मिल मनोटारमा पनि मिल छ है देख्न सक्नुहुन्छ बाँकी हामी यता ठुलो घरतिर जानेछौँ ठुलो घरतर्फ जानेछौँ अनि आज चाहिँ फेरि कोही पनि हुँदैन थियो यहाँ चाहिँ छेउछेउ हरेक चिजहरू पाउँछ होइन दुई बाहिरै राखेर रहेछ सबै निर्मल बाजे भनेर चाहिँ एभोकाडोहरू कत्रो खोलिरहेछ है मेरो त थुकै निस्क्यो छट फाइनली गाइस हामी चाहिँ यहाँबाट पनि अब हिँडिसकेको छौँ होइन हामी चाहिँ यहाँ सब्जीहरू लाउँदै रहेछ होइन बोल्नुपर्छ ट्र्याक्टरले फाइनली गाइस होइन यहाँ चाहिँ सब्जी उखाल्दो रहेछ ट्र्याक्टर लाउँदै रहेछ पर है देखिसक्नुभएको छ अनि यहाँ चाहिँ हाम्रो मेरो आफ्नै साथी हो सासू के गर्नु अब म समात्दिनँ नि घरमा छ अहिले बुझिसक्यो ल गएको दिदी फाइनली गाइस हामी यहाँबाट पनि हिँडिसकेको छौँ कस्तो राम्रो कस्तो सुन्दर ठाउँ छ है हाम्रो मनोटार चाहिँ होइन फाइनली गाइस अनि आजको भिडियो चाहिँ होइन तपाईँहरूको माझमा सबैजनाको मनोटार होइन बाटोदेखि मुनितिरको सबैजनाको घर मैले देखाइसकेको छु र बाँकी अब कहाँ बाटोदेखि मासतिर अब कुनै दिन देखाउने छु रोडदेखि मासतिरको होइन भन्दै आजको यो मेरो भ्लग भने पनि मेरो भिडियो भने पनि सबैजनाले फुल वाच गरिदिनु भयो होला फुल वाच भिडियो हेरिदिनु भयो होला भन्ने पूर्ण आशा छ मलाई होइन अझै पनि योभन्दा पनि धेरै अझै मलाई फलो गर्नुहोला भन्दै जाँदै बनमाइलाको तर्फबाट फेरि पनि एकचोटिलाई नमस्ते भन्दै छुट्टिन्छु फेरि अर्को भिडियोमा भेट हुनुला ओके बाई बाई